हामी चाहिँ अहिले खाना खाएर माथि जूतिर जाँदैछौँ हैन जूतिर अब हेरौँ हैन त्यहाँ जूतिर चाहिँ के देख्न सकिन्छ म तपाईहरुलाई देखाउँछु हैन साथीहरु ल म टिकट लिएर आउँछु ल यहाँ बस्छ हजुर हुन्छ नेपाली भाडा साडे ल म लिएर आउँछु ल हामी चाहिँ टिकट काटेर फाइनली जू भित्र पसिसकेको छौं यहाँ चाहिँ अब एकजनाको 110 रुपैयाँ 110 रुपैयाँ गोटा पर्यो एकजनाको अब हामी अब हामी यहाँबाट यसो हेर्ने हैन रेड पान्डा हेर्नु जाने कि भालु हेर्नु जाने यता माथि जाउँ है कि कता जानु ए भालु भालु परेछ भालु हजुर यहाँबाट हेरौँ यता फाइनली हामी चाहिँ यहाँ भालु पनि देखिसकेको छौँ है सुतिरहेको रहेछ यति ठुलो भालु रहेछ आम्मा यहाँ मुनि चाहिँ के हो मिर्गा हो ल अर्कै मिर्गा रहेछ देख्यो नानीले देख्यो हैन अब हामी अर्कोपट्टि जान्छौँ ए यहाँ तल च्याङ्रा हो के हो खासमा यो चाहिँ च्याङ्रै हो ए कस्तो यो त लेकमा हिमालमा उयो हुने हैन अर्कै होइन यिनीहरू के हो त नि के हो नाम जरायो होइन ए हो रहेछ जरायो रहेछ यहाँ लेखेको रहेछ कहाँनिर ए जस्तै भित्तामा के हो मार्कोर के हो यो निर्गाय हो कि निर्गाय हो के हो यो कहिले नदेखेको के हो यो याक हो यो होइन के को बच्चा हो मिर्गा ए देख्यो खरखरे हो खरखरे यो उसको नाम त खरखरे भन्छ बुवाले खरखरे बाघ Tarsia.
सुत्यो है अहिले म्युजियमभित्र पसिसकेको छौँ यहाँ यो के हो नानी डक हो डक है हाँस यहाँ हेर्नु ल त साथीहरू यहाँ चाहिँ फाइनली बाघ देखिएको छ होइन यस बाघ चाहिँ यहाँ टक्कै आउँदैछ हेर्दै हेर टक्कै यो हेर्नु मन लागेको छ मलाई फर्किहाल्यो नि फर्किहाल्यो नि अघि माथि चाहिँ सेतो थियो होइन यहाँ चाहिँ रातो खाले कत्रो ठुलो आम्मा यसलाई खानु त के घाँस बनाउँछ नि स्याल स्यालहरू कुकुर जस्तो छ है हिँडारे साथीहरू पारिको देख्दै गरेको त दार्जिलिङ हो हजुर ए भालु त्यो त भालु अघि हेरेको हामीले ला उठ्यो ए लु अब चाहिँ हेर्नु मजा आउँछ लु अब हेर्नु मजा आउँछ लु भालु कत्रो ठुलो छ बाघ भन्दा ठुलो छ है र दादा बाघ भन्दा ठुलो ल त साथीहरू हामी चाहिँ फाइनली जू घुमेर आइसक्यौँ होइन तर फाइनली पुरै जू चाहिँ घुम्न सकेन होइन किनभने हाम्रो अब आमाहरू बुवाहरू आमाहरू चाहिँ हिँड्नु सक्नु भएन नि त त्यही भएर चाहिँ हिँड्यौँ अब हामी चाहिँ फर्किँदैछौँ साथीहरू घर अब है घरतिर लाग्यौँ है अब त हाम्रो दार्जिलिङको यात्रा यहीँसम्म हो है टक्क अघि हामीले टिकट काटेर गएको यहाँनिर कसै अब अरू ठाउँ चाहिँ घुम्नु पाइँदैन बहिनीले खान्छ भेल चाट मुरी चना जोएर कसले किनिदिनु भयो नानी भन्नु त भन्नु न छिटो तुम्बाले भन्नु पानीपुरी मन पराउँछ खालि पानीपुरी त यो देख्दै गरेको चाहिँ दार्जिलिङको होइन यो गभर्मेन्ट कलेज हो हामी राजा वीरेन्द्र राजा पढेको कलेज चाहिँ हामी जान पाइन्न जाने पनि थियौँ होला तर यहाँ अब अलिक खुट्टा दुख्ने कोही टाउको दुख्ने भएर चाहिँ हामी चाहिँ धेरै घुम्यौँ फर्किहाल्यौँ नमस्ते नमस्ते तपाईँको नाम चाहिँ सर मेरो शुभ नाम राम राई हो म एउटा दार्जिलिङको गोर्खा नेपाली है हजुर म एउटा संगीतकार पनि हुनुहुन्छ हजुर नाम चाहिँ फन्डमा हुनुहुन्छ हजुर राम राई हो राम राई राई अनि जसरी मेलिना हाम्रो मेलिना राई हजुर बहिनीको एउटा दाजु सम्झिँदा हुन्छ कै जातको हो म ए हजुर र आज म काठमाडौँ चाहिँ नगएको म आफ्नै जग्गामा बसेर ए हजुर हजुर आउँछु र
र म गीत पनि लेख्छु है। गीत सङ्गीतकार पनि हुनुहुन्छ। कोही अब राम्रो कला भएको मान्छे छ भने मलाई भेट्नु सक्नुहुन्छ। हजुर। लेखेर म दिन सक्छु। हजुर हजुर। रिकर्डिङहरू यहाँ हाम्रो धीरेन्द्र हजुर लामा सरज्यू हुनुहुन्छ। हजुर। उहाँ यहाँ हुक्का रोड भन्छ तपाईँको कचरी दिने यता आउँदाखेरि। हजुर। जीवन प्रकाश सर उहाँ एउटा म्युजिसियन हुनुहुन्छ। धीरेन्द्र लामा सर म्युजिसियन हुन्छ। शब्दकार हाम्रो धीरज राई निशाकार भनेको एउटा राई हो। हजुर हजुर। अनि हामी चाहिँ म चाहिँ लिम्बू हो। लिम्बू हो तपाईँ? हजुर। के थरी लिम्बू? चाहिँ राई हो। मावला चाहिँ राई हो। हजुर। मावली राई हो र म एउटा दार्जिलिङको लिम्बू के थरी भन्नु? हेम्पिया। आज सुन्दैछु। हामीहरू पनि लिम्बू नै हो। लिम्बू हजुर। हामी नमस्कारलाई सेवा भन्छौँ। हजुर हजुर। हामी खासी गोत्रा हो। हामीले काशी गोत्रा हो र हामी लासा गोत्रा। हामी चाहिँ लाङ्साको मासुहरू हजुर खसीहरू खाँदैनौँ। र हाम्रो कुलपित्रमा यो चल्दैन। र म तपाईँलाई देखाउनु हजुर। मेरो यो गाउँ छ। हजुर। यस्तै गाउँको एउटा हाम्रो धीरज निशाकार सरज्यूले एउटा शब्द लेख्नु भएको थियो। हजुर। उहाँको सिङ गर्नुहुन्थ्यो फिमेल भोइसमा गाउनु भएको थियो। हजुर हजुर। तपाईँहरूलाई राम्रो डेडिकेट गर्नको लागि उहाँको धीरेन्द्र लामा सरज्यूको स्टुडियोमा चाहिँ मैले गाएको थिएँ। रेकर्डिङ भएको थियो मेरो गीत। गीतको बोल छ दार्जिलिङको चिसो मौसममा काप्छ शरीर थरेर महाकाल दर्शन जाउँला सिउँदोमा सिन्दुर भरौँला घर जामा गरौँला भन्ने एउटा डान्सको गीत छ। यो गीतहरू चाहिँ तपाईँले अब सर्च गरेर हामी हेर्छौँ। हजुर। ओडियो छ भने GOOD गुड VIBES हाम्रो धीरेन्द्र लामा सरज्यूको स्टुडियोको नाम चाहिँ गुड भाइब्स दार्जिलिङ। गुड भाइब्स GOOD गुड VIBES गुड भाइब्स दार्जिलिङ। गुड भाइब्स दार्जिलिङ लेख्नुहोस्। मेरो अडियो रेकर्डिङ तपाईँको नक्सा फोनमा आउँछ। धन्यवाद। हाम्रा दर्शक पर्यटक हाम्रा जति नै आमा बोजू है बोजूलाई पनि देखाइदिनुहोस् है। मेरो बोजू है आमाजू बोजूलाई पनि दार्जिलिङ यत्रो टाढोबाट घुम्नुमा आउनु भएको रहेछ र अब एकदम दार्जिलिङमा मनोरञ्जन गर्ने तपाईँहरूलाई आजको दिन चाहिँ होइन आदर अलवेज ढोका खुल्ला छ। हजुर। जू यो हेभी बेबी टी स्टेट यो दार्जिलिङको हजुर यो हल्का बताइदिनुहोस् न सर। यो चाहिँ हाम्रो दार्जिलिङको भ्यू पोइन्ट हो। हजुर। अनि यहाँदेखि जुन चाहिँ माथि त्यो रुखहरू देख्नु हुँदैछ। हजुर। एउटा टावर देख्नु हुँदैछ। हजुर टावर। त्यो चाहिँ तपाईँको हाम्रो जलपहाड भन्छ है। जलपहाड। जब हामी गोर्खाले दुश्मनसँग लडेर जितेको मान्छेहरूको क्याम्प चाहिँ त्यहाँ। हजुर। अनि बतासे लुपमा चाहिँ दुश्मनको गोली लडेर आफ्नो जग्गालाई बचाउने गोर्खा लेभेन्जियर भन्छ। त्यो चाहिँ गोर्खा राइफल्समा हुनुहुन्छ। अनि हाम्रा यो दार्जिलिङको दृष्टिहरू सबै देख्नु हुँदैछ। यो सर्किट हाउस यो सबै एकदमै प्रकृतिले भरेको नेचुरल ब्युटिफुल होइन ब्युटिफुल। अनि यो गाउँहरू तपाईँले देख्नुहुँदैछ। यो चाहिँ गाउँको नाम चाहिँ हेभी बेली भन्छ। हेभी बेली उयो तपाईँले देख्नु हुँदैछ झुरुप्पै एउटा मन्दिर भएको जस्तो है। हजुर। यता चाहिँ जेल यो बदमास केटाहरूलाई जेल जग्गा यहाँ तल होइन। हजुर ज्यू बदमासहरूलाई राख्ने यो हो। हजुर। यहाँदेखि माथि चाहिँ तपाईँको सबै दार्जिलिङ टाउन एरिया पर्छ। टाउन एरिया है। अनि ऊ गाडी देख्नु हुँदैछ सेतो त्यहाँ चाहिँ तपाईँको जापानिज टेम्पल भन्छ। त्यहाँदेखि उता एउटा क्वार्टर देख्छ त्यो चाहिँ आर्मी फ्यामिली क्वार्टर भन्छ है। हाम्रो टिएमा गोर्खा राइफल्समा भर्ती हुनेहरूको फ्यामिली क्वार्टरहरू त्यहाँनिर होइन। अनि चौरास्ता चाहिँ कता पर्छ? चौरास्ता चाहिँ तपाईँको यता माथि। आज हामी चाहिँ अलि नभ्याउने हरिया भ्याउनु सक्छ राति। चौरास्ता त तपाईँको राति नै बत्तीहरू बल्छन्। हजुर। चौरास्ता चाहिँ एकदम राति घुम्नुहोस्। इभिनिङ टाइममा घुम्नुहोस्। साह्रो रातिमा होइन। 8-9 बजीको भित्रमा चाहिँ तपाईँले। तर हाम्रो चाहिँ असम्भव छ होइन टाढो छ यात्रा। त्यही भएर हामी चाहिँ अब नघुम्ने नेक्स्ट टाइम घुम्ने। सरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। आउँदै गर्नुहोस् है। हुन्छ सर। ल म गाडी बोलाएर आउँछु उहाँ बस्दै गर्नु ल बहिनीहरू। ल म अब गाडी बोलाएर आउँछु। यहाँ 5 तला मुनि छ चाहिँ गाडी चाहिँ। हजुर म बोलाएर आउँछु अनि हामी चाहिँ जाँदैछौँ होइन साथीहरू। हाम्रो चाहिँ 5 तला मुनि छ होइन। अब हामी चाहिँ गाडी लिएर आउँछौँ होइन।
अनि त्यहाँदेखि हामी घरतिर लाग्छौँ र आजको भ्लग चाहिँ तपाईँलाई म यहीँसम्म हल्का देखाउँछु। यहाँबाट ओह्रालो जानुपर्छ नि त होइन, यहाँबाट यस्तो भिड देख्छ आमा बाबु। म चाहिँ अब 5 तला मुनि चाहिँ जाँदैछु गाडी लिएर, अनि हाम्रो गुरुजी हुन्छ होइन। अनि अर्को भिडियो फेरि पनि लिएर आउनेछु, नेक्स्ट भिडियो हेरिदिनु होला है त साथीहरू भन्दै आजको भिडियो चाहिँ तपाईँहरूलाई यहीँसम्म देखाउँदैछु है त। यहाँ चाहिँ यस्तो हुन्छ क्या गाडी पार्किङ, टक्कै यहाँनिर हेर्नुहोस् त साथीहरू। तर मेरो चाहिँ अब यहाँ तल 4 तला छ नि त, 4 तला 5 तलाको मुनि छ, त्यही भएर चाहिँ बोलाउनु जाँदैछु है। अनि इन्डियातिर चाहिँ यस्तो खालको पार्किङ हुन्छ कि अब हाम्रो नेपालमा चाहिँ यस्तो खालको पार्किङ कहिले हुने होला, 10 वर्ष लाग्छ होला यस्तो। हामी चाहिँ अहिले 5 तला मुनिबाट चाहिँ होइन गाडी पार्क गरेर मैले चाहिँ बोलाएर आएको गुरुजीलाई। अब तपाईँ हामी चाहिँ घरतिर लाग्यौँ है त साथीहरू। यो अन्डरग्राउन्डबाट माथि निस्किँदैछौँ हामी चाहिँ, यसरी अन्डरग्राउन्डबाट चाहिँ बाहिर निस्किँदैछौँ साथीहरू होइन। यो चाहिँ दार्जिलिङको पार्किङ हो। यो चाहिँ यस्तो भिरमा चाहिँ होइन, तल कति तला मुनि चाहिँ 5 तला मुनिबाट चाहिँ यो माथि हामी चाहिँ माथि रोडमा निस्किँदैछौँ। अब निस्केर पनि हामी चाहिँ यसरी चौरास्ता भएर घरतिर लाग्यौँ साथीहरू। अब अर्को भिडियो लिएर आउनेछु होइन साथीहरू। अब अर्को भिडियो पनि हेर्न नभुल्नु होला होइन, योभन्दा राम्रो भिडियो लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि बाई बाई।